हजुरहरूले कहिले दालको परौठा खानुभएको छ? मैले चाहिँ मसुरको दानालाई यसरी भिजाएर टुसा उमालेर राखेको थिएँ। यसलाई चाहिँ थोरै नुन र पानी राखेर सिटी लगाएर पकाउन दे, धेरै गलाउन चाहिँ हुँदैन। यो पाकिसके पछाडि चाहिँ यसलाई निकालेर चाहिँ ड्राई आउट गराउनु पर्छ, सुक्खा बनाउनु पर्दछ। अब यसमा चाहिँ माथिबाट काटेको प्याज, धनियाँ, हरियो खुर्सानी, अलिकति हिङ, स्वाद अनुसारले नुन हालेर मजाले म्यास गर्नु पर्दछ। माथिबाट अलिकति कागती निचोरेर चाट मसला हाल्यो भने साह्रै मिठो हुन्छ। अरू स्पाइसेसहरू पनि हाल्दा हुन्छ, मैले यति मात्रै हालेँ। यसलाई मजाले मिक्स गराएर एउटा डो बनाउने। यो चाहिँ अलि टाइट हुनु पर्दछ। परोठा कत्रो सेपको खाने हो त्यही अनुसारको पिठो लिएर यसलाई चाहिँ भित्र फिलिङ गरेर टन्न फिलिङ गरेर चाहिँ मजाले बेलेर अनि यसलाई उल्टाइ पल्टाइ तवामा राखेर पाकिसके पछाडि बल्ल हामीले घिउ लगाउनु पर्दछ। माथिबाट घिउ लगाए पछाडि चाहिँ यस्तो टेस्टी परोठा रेडी भयो। यदि हजुरहरूले कहिले ट्राई गर्नुभएको छैन भने कुनै पनि दालबाट चाहिँ बनाउन सकिन्छ, ट्राई गर्नु होला है त।